नमस्कार। आज हामी अटिज्म भएका बच्चालाई रिक्वेस्टिङ फेभरेट आइटम अर्थात् आफ्नो मनपर्ने वस्तु उचित तरिकाले माग्न कसरी सिकाउने भन्ने बारेमा सिक्नेछौँ। धेरै अटिज्म भएका बालबालिकाले आफूलाई चाहेको वस्तु शब्दमा भन्न नसक्दा रुन, कराउन, तान्न वा रिसाउन सक्छन्। यस्तो व्यवहारलाई कम गर्न सबैभन्दा पहिले रिक्वेस्टिङ स्किल अर्थात् माग्ने सिप सिकाउन अत्यन्त महत्त्वपूर्ण हुन्छ। किन रिक्वेस्टिङ स्किल महत्त्वपूर्ण छ? जब बच्चाले आफ्नो आवश्यकता शब्द, इशारा, पिक्चर कार्ड वा एएसी डिभाइस मार्फत व्यक्त गर्न सिक्छ, तब उसले अरूसँग प्रभावकारी रूपमा सञ्चार गर्न सक्छ। यसले बच्चाको आत्मविश्वास बढाउँछ, निराशा कम गर्छ र सामाजिक सम्बन्ध सुधार गर्न मद्दत गर्दछ। यसको स्टेप अनुसार हामीले कसरी सिकाउन सकिन्छ? स्टेप 1, बच्चाको मनपर्ने वस्तु छान्नुहोस्। सबैभन्दा पहिले बच्चालाई धेरै मनपर्ने वस्तु छान्नुहोस्। उदाहरणका लागि बल, टोय कार, बबल, टेडी बियर, मनपर्ने स्न्याक्स। यस्ता वस्तुले बच्चालाई सञ्चार गर्न प्रेरित गर्छ। स्टेप 2, वस्तु देखाउनुहोस् तर तुरुन्त नदिनुहोस्। अब मनपर्ने वस्तु बच्चाले स्पष्ट देख्ने गरी समात्नुहोस्, तर बच्चाले केही प्रयास नगरी तुरुन्त नदिनुहोस्। बच्चाले तपाईतर्फ हेर्न, हातले देखाउने, पिक्चर कार्ड दिने वा बोल्ने प्रयास गर्ने अवसर दिनुहोस्। स्टेप 3, अनुरोध गर्न प्रोत्साहन गर्नुहोस्। यदि बच्चाले बोल्न सक्छ भने भन्न सिकाउनुहोस्, बल प्लिज, मलाई बल दिनुहोस्। यदि बच्चाले बोल्न सक्दैन भने पिक्चर कार्ड प्रयोग गर्न सिकाउनुहोस्। हातले देखाउन प्रोत्साहन गर्नुहोस्। जेस्चर वा एइसी डिभाइस प्रयोग गर्न सहयोग गर्नुहोस्। याद राख्नुहोस्, उद्देश्य बोलाउनु मात्र होइन, कुनै पनि उपयुक्त सञ्चार माध्यम प्रयोग गरेर आफ्नो आवश्यकता व्यक्त गर्न सिकाउनु हो। स्टेप 4, तुरुन्त वस्तु नदिनुहोस्। बच्चाले सही तरिकाले अनुरोध गर्ने बित्तिकै ढिला नगरी वस्तु दिनुहोस्। तुरुन्त प्रतिक्रिया दिनाले बच्चाले मागेपछि पाउँछु भन्ने सम्बन्ध सिक्छ। स्टेप 5, प्रशंसा गर्नुहोस्। वस्तुसँगै प्रशंसा पनि दिनुहोस्। उदाहरण भेरी गुड, एक्सिलेन्ट, तिमीले राम्रोसँग माग्यौ भन्ने कुराहरू। यस्तो पोजिटिभ रिइन्फोर्समेन्टले बच्चालाई फेरि पनि सञ्चार प्रयोग गर्न प्रेरित गर्दछ।